हेलो नमस्ते सबैजनालाई वेलकम टु माई मिनी भ्लग। जानी नजानी बनाएको भिडियोलाई अन्तिमसम्म हेरेर माया देखाइदिनु होला। अहिले म ड्युटी जान लाग्यो। रातिको 3 बजेको छ। यतिखेर जाडोको बेलामा बिहान पख 3 बजे गाह्रो हुने ड्युटी गर्न। आरामको ड्युटी नाइट लोड हुने यस्तै छ हजुर। पार्किङ हेर्नुस्, अन्धकार जताततै। गाह्रो छ साउदी अरबमा जाडोको मौसममा। हेर्दै जानु होला अन्तिमसम्म के कस्तो हुन्छ। आज मेरो 2 टिप छ। आज 2 टिप लगाउनु पर्ने। टाढा त होइन, जान 1 घन्टा लाग्छ। लोड हुन गाडी कति छ त्यही अनुसार लाग्छ। जे होस् 2 टिप हान्दा आज राम्रै समय लाग्छ। आरामको ड्युटी कोलाई थाहा छ। भित्र त गाह्रो गर्नलाई अनेक गर्छन्, झ्याउ गर्छन्। यसो बाटोको क्लिपहरू हेर्नु। साउदी अरब हो हजुर यो। म यतिखेर लोड गरेर फर्किसकेको छु। फर्किँदाखेरि बाटोमा यसो क्लिप लिएको थिएँ। यतिखेर म कम्पनीमा आइपुगेको छु। के गर्नु, उताबाट हात्तिएर आएर पनि यहाँनिर मिजान गर्ने मान्छे नआएको रहेछ। गेटमै बस्नु पर्यो कुरेर। यस्तै छ। 2 टिप थियो, त्यसैले छिटो आएको। झन् कम्पनीमा आएर ढिलो भयो र खाली गरेर म अर्को टिप पनि लोड गर्न लागिसकेँ। पहिलो टिप त छिटो भएको थियो। सेकेन्ड टिप हेरौँ कति टाइम लाग्छ है त। के गर्नु, भित्रको लोड गरे देखाउन नमिल्ने अनि त्यसैले थोरै इनर्जी ड्रिङ्क सड्काइदिउँ भनेर सड्काइदिएको। धेरै दिन भयो आज कपाल काटौँ भनेर। पहिलाको लुक्स यस्तो छ, अन्तिमको रिजल्ट यस्तो आयो। यस्तो काटियो है त कपालको कट। बङ्गलादेशी भाइले भिडियो बनाएको भन्छ। ल यो बङ्गलादेशको भाइ है, ओनेजा सनैयामा कपाल काटेको यो भाइले है त। मेरो भिडियो पनि बनाऊ, भिडियो बनाएको हो भन्छ भाइले। ओनेजा सनैयामा पर्छ है त। र आजलाई यति नै। अन्तिमसम्म हेरेर साथ दिनुभयो धेरै 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 धन्यवाद। लाइक, सेयर, सब्सक्राइब प्लिज।